नेपालको संक्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्व पीडितहरूको सत्य, न्याय र परिपूरणीय अधिकार सम्बन्धी राष्ट्रिय सम्मेलनको बिहिबार काठमाडौँमा उद्घाटन कार्यक्रममा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एउटै फ्रेममा देखिएका थिए। केही समय अघिसम्म एक अर्कालाई सत्तो सराप गरेर नथाक्ने यी तीन शीर्ष नेताहरू आज राजतन्त्रको त्रासले भनौँ या गणतन्त्रको अन्त्य हुन सक्ने डरले एकै ठाउँमा थुप्रेपछि जनताहरूले आफ्नो आक्रोश सामाजिक सञ्जाल मार्फत यसरी पोखिरहेका छन्। गुणराज त्रिपाठी लेख्नुहुन्छ, तीनैजना मिलेर देश र जनतालाई हरिकङ्गाल बनाएरै छाड्ने भए। मुखमा राम राम, बगलीमा छुरा, आम नागरिक जनतामा चेतना भया। त्यस्तै गरी एसपी खनाल लेख्नुहुन्छ, फरक पार्टी फरक झन्डा, देश लुट्ने एउटै धन्दा। केबी बस्नेत, मिलिजुली खाऊ, नर्कतिर जाऊ। त्यस्तै गरी सुस्मिताले व्यङ्ग्यात्मक शैलीमा लेख्नु भएको छ, देशलाई समृद्धिको बाटोमा लैजान अहोरात्र खट्नुहुने तीनजना भगवानहरू एकै ठाउँमा उभिएको देख्दा मन प्रसन्न भयो। त्यस्तै गरी अर्का प्रकाश सी नवयुग लेख्नुहुन्छ, धन्यवाद सहित अनिवार्य अवकाश लिनुपर्ने पुस्ता। राष्ट्रिय समर्थक भन्ने पेजबाट आएको छ, काङ्ग्रेसले आफ्नो कार्यकर्ताको निर्मम हत्या पीडा दिएको भुसुक्कै बिर्सिएछ है। अझै कति युवाहरूले तिमीहरूका पछाडि लागेर भविष्य अन्धकार बनाउने होलान्, धिक्कार छ। र बीएम ठकुरी लेख्नुहुन्छ, घर घरमा भाइ लडाउने, श्रीमान श्रीमती लडाउने, जात धर्म वर्गमा विभेद गरेर एक अर्कालाई उचालेर पनि लडाउने राजनीतिक दलहरू देश लुट्ने बेला एक हुने रहेछन्। तिमीहरूको नाङ्गो नाच प्रदर्शन नाटक नौटङ्की अब केही पनि चल्दैन। समसामयिक विषयवस्तुको सङ्गालो, चासोको खबर।